हेलो गाइस, दर्शन नमस्ते। कैसे तपाईँहरूको हाल खबर? सन्चै हुनुहुन्छ? माई न्यू ब्लग स्टार्ट भइरहेको छ। आज घुम्न गएको, बाल काट्न गएको। हेर्न सक्नुहुन्छ बाल काटेको मैले आज। अहिले टाइम टक्रक्कै 4 बज्न आँटेको छ। हेर्न सक्नुहुन्छ एकपट्टिबाट गाडी आएको। यताको दृश्य साउथ केरलाको दृश्य हो यो। हेर्नुहोस्, तपाईँ हेर्नुहोस् घरहरू कस्तो लागेको छ। गाडी आइरहेको छ। अब तपाईँलाई बाँकी दृश्य म देखाउँदै गर्छु, तपाईँ उसमा बसिरहनु होला। गाइस हेर्न सक्नुहुन्छ यस्तो छ यताको नजाराहरू। हिँड्दैछु म, बाटोमा छु। हेर्नुहोस् यस्तो छ। घर पनि उच्चो निचो डाँडामा छ कि खरबतिर साउथ केरलामा चाहिँ घरहरू यस्तै छ कि घर। तपाईँ तक नजारा मैले देखाउन चाहे। हेर्नुहोस् यस्तो छ। रुख बिरुवाहरू हर ठाउँमा चाहिँ रुख बिरुवाहरू रोपेका हुन्छन्। ठाउँ घरमा नभएको कुनैको ठाउँ छैन। यहाँ नारियल चाहिँ धेरै हुन्छ यो ठाउँमा। तपाईँले हेर्न सक्नुहुन्छ केराहरू हुन्छ यो ठाउँमा। हेर्नुहोस् तपाईँले हेर्न सक्नुहुन्छ पुरै जङ्गलै जङ्गल छ कि नेसनल हाइवे हो। हेर्नु सक्नुहुन्छ तपाईँहरूले नेसनल हाइवेमा चाहिँ गाडी चलिरहेको छ। यस्तो छ यताको घरहरूको दृश्य। तपाईँले हेर्न सक्नुहुन्छ यस्तो लगाएको हुन्छन् घरहरू यतातिर यहाँबाट। हेर्नुहोस् तपाईँले हेर्न सक्नुहुन्छ पुरै जङ्गलै जङ्गल छ कि नेसनल हाइवे हो। हेर्नु सक्नुहुन्छ तपाईँहरूले नेसनल हाइवेमा चाहिँ गाडी चलिरहेको छ। हाम्रो चिनेको मान्छेको एउटा हिँड्दा यस्तो चाहिँ गाडीको दृश्य भेटाएँ मैले। यो के गाडी हो मलाई चाहिँ थाहा भएन। हेर्न सक्नुहुन्छ पुरै ऊ लगाइरहेको छ। भ्याक्कु ऊ गरेर चाहिँ गाडीमा राखेको छ यिनीहरूले। हेर्न सक्नुहुन्छ यस्तो। हेर्नुहोस् बाइकहरू हेर्नु गाडी चालु छ। यो चाय पनि गइरहेको छ यिनीहरू। हेर्नु पल्ली हेर्नुहोस् यस्तो हुन्छ। पल्ली चाहिँ यस्तो बनाएको हुन्छ यिनीहरूले यतातिर। यीशु धर्म क्रिस्चियनहरूले यस्तो बनाएको हुन्छ। पल्ली दामी बनाएको हुन्छ। घरको दिन मैले तपाईँहरूलाई भिजिट गरेर आउनेछु। हेर्न सक्नुहुन्छ जिम गर्नको लागि यस्तरी ओपन गरेर यहाँ छोडेछन्। जिमको लागि। बिहानै आएर जो मान्छेलाई जिम गर्न मन लाउँछ त्यो मान्छेले त आएर जिम गर्न सक्छन्। हेर्नुहोस् तपाईँहरूले यताको भाषामा के लेखेको छ कुनै केही थाहै छैन मलाई चाहिँ। पढ्न आउँदैन मलाई। तपाईँहरूले हेर्न सक्नुहुन्छ जिम गर्ने यस्तो छ। हेर्नु यस्तो छ। यस्तो छ।